नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत गर्न चाहन्छु हरिद्वारको हर्की पौडीबाट। म पारस पोखरेल। आज चाहिँ हामी यात्राको क्रममा हरिद्वारको अहिले हर्की पौडी भन्ने ठाउँमा छौँ। अब हामी भगवती मनसा देवीको दर्शन गर्नको लागि मन्दिरतर्फ प्रस्थान गर्दैछौँ। हाम्रो साथमा मेरा मित्र अंकित दाल छन्। अनि के छ त अंकित? अनि हरिद्वार अब यत्रो वर्ष बस्यौ, अनि यहाँको विशेषताहरू त तिमीलाई अलिअलि केही न केही त थाहा होला। एकदम मलाई राम्रोसँग थाहा छ। अब यो हर्की पौडी नाम किन भयो त, केही थाहा छ? त्यो सबै म अलिकति भन्दिनँ, जताततै चाहिँ यिनी अलि अज्ञातै छन् यी कुराबाट। भर्खर अब पढ्दै गरेको विद्यार्थीलाई धेरै कठिन प्रश्न गर्नु पनि गाह्रो चिज हो। त्यही भएर तिमीलाई किन त्यस्तो चिन्ता त छैन? एकदम मन प्रसन्न छ। अब मनसा देवीको दर्शन हुन्छ हाम्रो। ल हामी हरिद्वारको यस्तो छ भ्यू चाहिँ हेर्नु पर्दा यस्तो छ। अनि म चाहिँ यसरी जाँदैछु। ल अब चाहिँ हामी यो मनसा देवीको मन्दिर जानको लागि यो मनसा देवीको जुन मन्दिर जाने मार्ग छ त्यो मार्गमा छौँ है त। एकदम अलग्गै माहौल छ क्या, त्यो धेरै वृक्ष भएर पनि होला यहाँ चाहिँ एकदम अलग्गै माहौल छ। मौसम चिसै छ। अब यो मनसा देवी दर्शन गर्नको लागि जाने मार्ग हो। अनि हामी अंकित र म हरिद्वारको मार्केट पनि भन्नु पर्यो। जाँदैछौँ। हरिद्वारको मार्केट पनि यही हो। अनि यो यहाँको कुनै चिज विशेषता, यहाँको कुनै विशेष चिजहरू छ त? केही हरिद्वारको केही न केही त होला। ल ठिक छ, हामी तपाईँलाई देखाउनेछौँ अब के हामी देख्छौँ। तपाईँहरूलाई पनि अब यो ब्लगको माध्यमबाट तपाईँलाई अवश्य देखाउने हुन्छौँ। अहिले चाहिँ हामी मनसा देवी मन्दिर जाने मार्गको दोस्रो स्टेपमा छौँ। पहिलो स्टेपमा हामी त्यो मैले जो हजुरहरूलाई बाटो देखाएको थिएँ त्यो बाटोबाट चाहिँ केही माथि आउनुपर्छ। अनि दोस्रो नम्बरमा चाहिँ जस्तो हामी कुनै पाहाडहरूमा जान्छौँ, त्यसो तेर्थुम ताप्ले जुङखोटाङ के जति पनि जिल्ला छन् त्यस्तै मार्ग हेर्दा चाहिँ सामान्य छ। अनि अब त्यो मार्गको साथसाथमा तपाईँले यहाँ भ्यू हेर्नु होला, कस्तो राम्रो नजारा देखिन्छ भन्ने कुरो। ओ यसरी थाहा हुन्छ। अब यो अहिले चाहिँ हामी मा मनसा देवीको मन्दिर जाने अब यसमा गेटको गेटमा छौँ। अनि मनसा देवी मन्दिर जाने का रास्ता इधर है भनेर चाहिँ यहाँ टक्क यसरी गेट छ। हामी त्यो गेटमा छौँ। अनि यहाँ चाहिँ उडन खटोला भन्छ क्या, यो जस्तो नेपालको केबुल कार भने जस्तो यहाँको उडन खटोला भन्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसरी उता जाँदैछ। हिँडेर कुनै पनि धर्म गऱ्यो भने त्यसमा अलिकति भए पनि अधिक पुण्य मिल्छ कि भन्ने अपेक्षा हो। अनि मनसा देवी जाने मार्गको अब तपाईँलाई तेस्रो नम्बरको भ्यू देखाउँदैछु है त। हेर्नुहोस्, मनसा देवी मन्दिर जाने रास्ताबाट चाहिँ हरिद्वार कस्तो देखिन्छ भन्ने कुरो चाहिँ तपाईँले यसरी हेर्न सक्नुहुन्छ। लु हेर्नुहोस्, वहाँ पर मेन रोड छ भने यो तपाईँले निलो देख्दै गर्नुभएको यता तलपट्टिको के हो भन्दाखेरि गङ्गाजीको हो यो। अहिले चाहिँ हामी भगवतीको दर्शन गरेर
अब फर्किने क्रममा छौँ। भगवतीको दर्शन राम्ररी नै भयो, राम्ररी दर्शन गरियो। त्यसरी यहाँ जयकार लगाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ अब उत्रिने क्रममा छौँ है त। भगवतीको दर्शन अत्यन्त राम्रो दिव्य तरिकाले भयो। अब हामी चण्डी देवीको दर्शन गर्नको लागि हामी चण्डी देवी माताको मन्दिर, जसरी अहिले यता माताको मन्दिर दर्शन गर्नको लागि जसरी जानु पर्थ्यो त्यसरी नै चण्डी देवीको दर्शन गर्नको लागि पनि हामी त्यसरी नै जानुपर्ने हुन्छ। अहिले चाहिँ हामी भगवती चण्डी देवीको दर्शन गर्नको लागि अब यो बाटो हुँदै हामी अगाडि बढिरहेका छौँ। अहिले हामी यहाँ खास चाहिँ यो मेन हाइवेमा छौँ। देख्न सक्नुहुन्छ यो मेन हाइवे हो। यो मेन हाइवेको हामी माथिपट्टि यसरी अब चण्डी देवीको दर्शन गर्नको लागि जाँदैछौँ। अनि के सङ्गीत एकदम मस्त। यसरी पुरानो खटालामा यसरी जाँदैछौँ। बारन के देखाए हैं ना, माधव के है ना कि तो देखा है ना ये अच्छा रहेगा सोना जागृति। अहिले चाहिँ हामी चण्डी देवीको दर्शन गर्नको लागि त्यो उरण खटोलाबाट चढेर चाहिँ अहिले हामी भगवती देवीको दर्शन गर्नको लागि चाहिँ मन्दिरसम्म आइपुगेका छौँ। भगवतीको मन्दिर उहाँ देख्न सक्नुहुन्छ तपाईँले। यो मन्दिर चाहिँ भगवती देवीको मन्दिर हो। अनि यसरी चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ। केही आपतजनक कुरो छैन, आरामसँग मन्दिर जाँदा हुन्छ। अहिले चाहिँ चण्डी देवीको दर्शन गरेर अब हामी निक्लिँदैछौँ। के हो भन्दाखेरि चाहिँ अब यहाँ यस्तो इको सिस्टम चाहिँ यस्तो छ। अब चाहिँ हामी भगवतीको दर्शन गरेर अब हामी निक्लिएर अब कहाँ जान्छौँ? हामी यहाँदेखि छुट्टै तलतिर माताजीको दर्शन। अब अर्कै माताजी हुनुहुन्छ अरे, उहाँको पनि दर्शन गरेर चाहिँ अनि हामी यहाँबाट पुनः उरण खटोलामा चाहिँ हामी यहाँबाट निक्लिन्छौँ। अहिले चाहिँ हामी भने यहाँ श्री दक्षेश्वर महादेवको मन्दिरमा छौँ। यो मन्दिर चाहिँ विशेष केसँग सम्बन्धित छ भन्दाखेरि यो मन्दिर चाहिँ विशेष स्वस्थानी माताको जब भगवान् भोले जस्तो सती देवीलाई सबैजना दक्ष प्रजापतिको यज्ञमा शिवजीलाई चाहिँ बोलाइएन, सबैजना देवताहरूलाई चाहिँ बोलाइएको थियो। त्यतिखेर भगवान् अत्यन्त क्रोधित भएर चाहिँ यहाँ सती देवीले जो चितामा हाम फाल्नु भएको थियो त्यो प्रसङ्ग चाहिँ यस स्थानसँग सम्बन्धित रहेको छ। यो स्थान यसै पनि भगवती सती देवीको जन्मस्थल हो। त्यस कारणले पनि एक त त्यस प्रकारले पनि यो स्थान प्रचलित हो। अब अर्को प्रकारले हेर्नु भने भगवान् शिवजीलाई अलिकति निन्दा गरेको, दक्ष प्रजापति एकदम वैष्णवको महान भक्त थिए, त्यस कारणले पनि भगवान् शिवजीलाई अलिकति निन्दा गर्थे। अनि त्यो जब उनले ठुलो यज्ञ लगाउने भए त्यो यज्ञमा चाहिँ भगवान् शिवजीले बोलाएनन्। अनि सती देवी अब मेरो पिताजीले किन यस्तो दुष्ट काम गर्नुभयो भनेर आफ्नो माइत आउँछिन्। त्यो माइत आउने ठाउँ जो छ त्यो यही ठाउँ नै हो। तपाईँहरूले यस प्राङ्गणलाई देख्न सक्नुहुन्छ। यो प्राङ्गण नि भगवती सती देवीको माइत जो जन्मस्थान हो त्यो यही नै हो। भगवती सती देवीले जहाँ स्नान गर्नुहुन्थ्यो, जहाँ नित्य आफ्नो दिनचर्याहरू गर्नुहुन्थ्यो त्यो स्थलमा छौँ। भगवती सती देवीको जस्ट माइतको अगाडिपट्टि हेर्नुपर्छ, यहाँ गङ्गा माताले यति राम्रो सेवा दिनुभएको छ। टक्क भगवतीलाई नै नुहाउन हो कि भनेर जस्तो मान्छेलाई नुहाउनको लागि स्विमिङ पुल बनाइदिए जस्तो भगवतीलाई नुहाउनको लागि यहाँ त गङ्गाजीले स्वतः ल भगवती तिमी मेरो गङ्गा मेरो जलमा स्नान गर भनेर चाहिँ यहाँ घरकै अगाडिपट्टि गङ्गाजल यसरी निरन्तर प्रवाह भइरहनु भएको छ। अहिले चाहिँ हामी हरिद्वारको हर्की पौडी भन्ने ठाउँमा छौँ। अब चाहिँ अहिले सायङ्कालको 6 बजेको छ। यो 6 बजेको समयमा चाहिँ गङ्गा आरतीको समय हो। त्यो भएर पनि यहाँ पछाडि तपाईँले देख्न सक्नुहुन्छ भिड कति छ भन्ने कुरो तपाईँले यसरी पनि अनुमान लगाउन सक्नुहुन्छ। अनि यसैको जस्ट
अगाडिपट्टि हेर्नुभयो भने पनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ मान्छेहरूको भिड। अब यो चाहिँ एकदम सायङ्कालीनको गङ्गा आरतीको समय भएको भएर पनि यसरी भिड हुने गरेको छ है त। अहिले हामी अब जाँदैछौँ। हामी गङ्गा आरती सकेर अब हामी घर जानको लागि अगाडि बढ्दैछौँ है त। यहाँसम्म हामीहरूले तपाईँलाई हर की पौडी हरिद्वारका दृश्यहरू देखायौँ। त्यस साथसाथै मनसा देवी, चण्डी देवी र कनखलका बारेहरूमा पनि तपाईँलाई जानकारी दियौँ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। मन परेमा सेयर पनि गर्न नभुल्नुहोला। अब पुनः अरू भिडियोका लागि प्रतीक्षा गर्दै गर्नुहोला। पक्कै पनि तपाईँहरूलाई अरू भिडियोहरू पनि दिने हामी प्रयास गर्ने नै छौँ।